हेलो साथीहरु, दर्शन नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो डेली इन्फर्मेसन ब्लगमा। आज पनि साथीहरु चट्टापारामा म आफ्नै जक्सनतिर आइसकेको छु। मेरो जक्सन चाहिँ यस्तो दामी देखिरहेछ कि साथीहरु, देख्नुभयो होला है। यस्तो फुल फुलिरहेछ, यस्तो दामी फुल। त्यही भएर ब्याकग्राउन्डमा अलिकति राम्रो क्वालिटी आओस् भनेर चाहिँ म यहाँ फुल फुलेको ठाउँबाट भिडियो बनाउँदै छु। आज चाहिँ मेरो जक्सन चाहिँ आजभोलि चाहिँ यस्तो दामी हरियाली भएको छ। यतातिर सबै हैन, यता हेर्यो भने होटलै होटल, यता देख्यो भने पुरै फुल फुलिरहेछ साथीहरु, दामी देखिरहेछ, दामी भइरहेछ हैन। त्यही छ, आज पनि एउटा भिडियो त बनाउनै पर्यो भनेर चाहिँ म आफ्नो जक्सनमा आएर एउटा भिडियो बनाउँदै छु। आजभोलि चाहिँ फेरि कस्तो कुराहरू धेरै सोधिरहेछ भने साथीहरुले रोमानियाको बारेमा हैन, दिल्ली एमबीसी को इन्टरभ्यू चाहिँ कस्तो हुन्छ, कतिको गाह्रो हुन्छ, कतिको सजिलो हुन्छ भनेर चाहिँ मलाई त्यही कुरा चाहिँ सोधै गरिराख्नु भएको छ साथीहरुले। फेरि आज मैले यो भिडियो बनाउँदै छु हैन, दिल्ली एमबीसी को बारेमा, इन्टरभ्यूको बारेमा। अनि यो भिडियो बनाउँदै गर्दा पक्कै पनि फेरि कोही साथीहरुले चाहिँ यो ब्रदरको चाहिँ कामै छैन कि के हो, खाली एउटै टपिकमा भिडियोहरु बनाउँछ भन्ने कुरा पनि गर्नुहुन्छ होला। तर त्यस्तो कुरा चाहिँ नसोच्नु होला साथीहरु। तपाईहरुले एकजनाले पहिलाको भिडियो हेर्यो भन्दैमा सबैजनाले हेरेको हुँदैन नि त, किनकि पुरानो साथीहरु त मेरो छँदैछ, पुरानो मेरो फ्यामिलीहरु त छँदैछ। अहिले नयाँ फ्यामिलीहरु जोडिँदै हुनुहुन्छ, डब्ल्युएल लामा फ्यामिली बन्दै हुनुहुन्छ हैन। हो, त्यही भएर जति जना नयाँ फ्यामिलीहरु जोडिराख्नु भएको छ उहाँहरुले चाहिँ फेरि त्यो भिडियो खोजिराख्नु भएको छ। दिल्ली एमबीसी को बारेमा इन्टरभ्यू चाहिँ कतिको गाह्रो हुन्छ, कतिको सजिलो हुन्छ भनेर चाहिँ मलाई सोधिराख्नु भएको छ। त्यही भएर आज फेरि त्यही दिल्ली एमबीसी को बारेमा, इन्टरभ्यूको बारेमा भिडियो बनाउँदै छु। त्यही त हो नि, मेरो त अब भिडियो बनाउने काम हो हैन। भिडियो अब कस्तो बनाउँछ, के बनाउँछ भन्ने कुरो त अब तपाईहरुले मूल्याङ्कन गर्ने कुरा हो। मैले भिडियो राम्रो बनाउँछु भन्ने कुरा पनि मैले भन्न सकिन्न हैन। त्यही भएर तपाईहरु आफै मूल्याङ्कन गर्नु होला। आज पनि एउटा दिल्ली एमबीसी को बारेमा भिडियो बनाउँदै छु। मलाई किनकि बारम्बार सोधिराख्नु भएको छ दिल्ली एमबीसी को बारेमा चाहिँ। कति साथीहरुले फेरि उहाँहरुले चाहिँ के भन्दरहेछ भने दिल्ली एमबीसी को बारेमा चाहिँ एकदम गाह्रो क्वेशनहरु सोध्छ, इन्टरभ्यू चाहिँ एकदम कडा हुन्छ, हाम्रो चाहिँ भिसा रिजेक्ट भयो भनेर चाहिँ धेरै साथीहरुले उहाँहरुलाई भन्दा रहेछ हैन। अनि त्यस्तो कुराहरु सुनिसकेपछि चाहिँ फेरि उहाँहरु चाहिँ कस्तो हुँदो रहेछ भने, हुन त हो नि हैन, एउटा सानो कुरोलाई मान्छेले एउटाले अर्कोलाई गर्दाखेरि ठुलो हुन्छ भने जस्तो क्या हो। त्यही भएर एउटा सानो कुरालाई पनि एकले अर्कोलाई गर्दाखेरि ठुलो कुरा बनाउँदो रहेछ। अनि जति पनि दिल्ली एमबीसीमा जाने साथीहरुले चाहिँ मलाई सोधिराख्नु भएको छ, किनकि मेरो चाहिँ यति तारिक मेरो दिल्ली एमबीसी को अपोइन्टमेन्ट छ, इन्टरभ्यूमा जाँदैछु। मैले सुनेको यस्तो क्वेशनहरु छ रे, गाह्रो क्वेशनहरु सोध्छ रे, के हो कुरो क्लियर पारिदिनु पर्यो भनेर चाहिँ मलाई सोधिराख्नु भएको कारणले आज मैले यो भिडियो बनाउँदै छु। किनकि मलाई त मेरो जति पनि सब्स्क्राइबर, जति पनि भ्युअर्सहरु साथीहरु त दिल्ली एमबीसी इन्टरभ्यूमा गएर हैन, इन्टरभ्यू दिएर पनि भिजा लागेर पनि कति साथीहरु त यहाँ रोमानिया आइपुगिसक्नु भयो नि त। अनि उहाँहरुले भनिराख्नु भएको छ तपाईको भिडियो हेर्दै फाइनली मेरो भिसा पनि लाग्यो भन्ने साथीहरु कति छ हैन। पक्कै पनि तपाईहरुले कमेन्टहरु हेर्नुभयो भने तपाईहरुले पनि देख्नुभयो होला। अनि कतिपय साथीहरु त रोमानिया आइपुगिसक्नु भयो, रोमानिया आइपुगिसकेर कति साथीहरुले कन्ट्याक्ट गर्नुभयो, कतिले गर्नु भएन। त्यो त अब यहाँ रोमानिया आइसकेपछि मलाई कन्ट्याक्ट गर्नै पर्छ भन्ने छैन। मेरो सोचाइ नै तपाईहरुको के छ भने, त्यत्रो महिना कुरेर, त्यत्रो वर्ष वेट गरेर, त्यत्रो टाइम लगाएर एप्लाई गरिसकेपछि तपाईहरुको सबैजनाको राम्रोसँग इन्टरभ्यू होस्, राम्रोसँग भिसा लागोस्, राम्रोसँग रोमानिया आइपुगोस्, अनि रोमानिया आइपुगेर पनि एकदम राम्रो कम्पनीमा परोस् सबैजनालाई भन्ने नै मेरो सोचाइ हो साथीहरु। हो, त्यही भएर मैले बारम्बार यस्तो भिडियोहरु बनाउनुको कारण पनि त्यही छ। त्यही हो साथीहरु, आज तपाईहरुलाई एकदम गाह्रो छ रे, एकदम डेन्जर छ रे, दिल्ली एमबीसीमा चाहिँ पुरै भिसा रिजेक्ट हुन्छ रे भन्ने कुराहरु सुनेको साथीहरुले चाहिँ मलाई सोधिराख्नु भएको छ। त्यही कुरालाई आज क्लियर पार्न आएको छु साथीहरु। त्यही छ साथीहरु, यदि तपाईहरु दिल्ली एमबीसी को अपोइन्टमेन्ट डेट पाएर दिल्ली एमबीसी को इन्टरभ्यूमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई म यति कुरा गर्छु कि तपाईहरु ढुक्कसँग जानु होला। यदि तपाईहरुलाई अलि इंग्लिश आउँछ भने झनै राम्रो भयो हैन।
इङ्ग्लिस आउँदैन भने तपाईँहरू अलिअलि इङ्ग्लिस सिकेर जानु होला। इङ्ग्लिस आउने मान्छेलाई चाहिँ दिल्ली एमबीसीमा टेन्सनै हुँदैन है साथीहरू, टेन्सनै हुँदैन। अलि इङ्ग्लिस नआउने मान्छेहरूलाई चाहिँ अलिकति गाह्रो हुन्छ होइन, किनकि अब उनीहरूले त अब क्वेसनहरू सोध्छ, क्वेसनको त अब सोधेपछि त एन्सर दिनु पर्यो। हो त्यही भएर तपाईँहरू आउँदैन भने अलिअलि इङ्ग्लिसहरू सिक्नु, किनकि तपाईँहरूको दिल्ली एमबीसीको डेट त कम्तीमा पनि 2-3 महिना 3-4 महिना पछिको डेट पाउँछ। हो त्यतिसम्ममा त तपाईँहरू इङ्ग्लिस अलिअलि सिक्दै गयो भने त आउँछ नि त होइन। दिल्लीमा उनीहरूले जे क्वेसन गर्छ त्यसको एन्सर त हामीले दिन सक्यो नि त होइन। हो त्यही भएर तपाईँहरू इङ्ग्लिस आउने मान्छेलाई टेन्सन भएन। यदि इङ्ग्लिस नआउने साथीहरू छ भने चाहिँ अलिअलि बेसिक इङ्ग्लिसहरू सिकेर जानु होला। तपाईँको नाम के हो, तपाईँको उमेर कति भयो, अनि कुन कम्पनीमा जाँदैछ, त्यो कम्पनीमा चाहिँ कति स्यालेरी दिएको छ, त्यो कम्पनीमा चाहिँ ड्युटी आवर कति छ, अनि म्यारिड हो कि अनम्यारिड हो भन्ने कुराहरू सोध्ला होइन। यदि तपाईँहरू पहिल्यै अरू देशमा गएको भए चाहिँ तपाईँको पासपोर्टमा अरू देशको भिसा छ भने चाहिँ त्यो देशको बारेमा पनि हल्का फुल्का कुराहरू उनीहरूले सोध्न सक्ला होइन। सोध्न पनि सक्ला, नसोध्न पनि सक्ला, तर त्यो सोध्ने र नसोध्ने भनेको उनीहरूको मोडमा भर पर्छ होइन। हो त्यति कुराहरू चाहिँ तपाईँहरूले क्लियर भएर जानु होला। अनि सकेसम्म आफ्नो पासपोर्ट नम्बरहरू पनि कन्ट्याक्ट गरेर जानु होला। पासपोर्ट नम्बर चाहिँ बाइचान्स उनीहरूले कस्तो ठाउँमा सोध्दो रहेछ भने, किनकि हाम्रो पासपोर्टमा भएको फोटो र हाम्रो रियल फेस त अलिकति चिन्न गाह्रो हुन्छ नि त, किनकि हाम्रो पासपोर्टमा भएको फोटो त कस्तो खालको हुन्छ होइन, क्लियरै नआएको फोटो हुन्छ, अनि रियलमा देख्दाखेरि अर्कै देख्ला। हो त्यस्तो अलिकति उनीहरूलाई पासपोर्ट चेक गर्ने बेलामा चाहिँ त्यसमा अलिकति कन्फ्युज भयो भने चाहिँ तपाईँको पासपोर्ट नम्बर सोध्न सक्छ अरे, नत्र त्यो पासपोर्ट नम्बर पनि सोध्दैन। तैपनि तपाईँहरूले कन्ट्याक्ट गरेर गएको राम्रो होइन। हो त्यही छ साथीहरू। रोमानियामा आउने साथीहरूको लागि चाहिँ कतिले इन्टरभ्यूको लागि चाहिँ कतिले के भन्यो, कतिले के भनेन त्यो मलाई थाहा भएन, तर जति पनि इन्टरभ्यू दिएर भिसा लागेर रोमानिया आइसक्नु भएको छ, कतिको लागेर बसिसक्नु भएको छ, उहाँहरूले भनेको चाहिँ तपाईँको दिल्ली एमबीसीमा इन्टरभ्यू चाहिँ गाह्रो हुँदैन। तपाईँहरूलाई अलिअलि इङ्ग्लिस जान्यो भने चाहिँ ढुक्क भएर जाँदा हुन्छ, केही फरक पर्दैन। त्यो अरूको दुनियाँ दिवानाको कुराहरू नसुन्नुहोस् होइन। अरूले त के भन्ला के नभन्ला, तपाईँले फोकटमा यहाँ टाउको दुखाउने काम मात्रै गर्छ होइन, टेन्सन दिने काम मात्रै। दिल्ली एमबीसीमा चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ, रिजेक्ट हुन्छ भनेर पनि भन्छ मान्छेहरूले होइन। रिजेक्ट चाहिँ कस्तो अवस्थामा कति पर्सेन्टको चाहिँ रिजेक्ट हुन्छ भने तपाईँको 100मा 5%को चाहिँ तपाईँको रिजेक्ट हुने चान्स हुन्छ। त्यो पनि तपाईँको त्यत्तिकै उनीहरूले जानी रिजेक्ट त गर्दैन, किनकि त्यसमा तपाईँको केही डकुमेन्टहरूमा केही कमजोरी पाइयो भने त्यस्तो अवस्थामा मात्रै रिजेक्ट हुने हो। नत्र रोमानियाको भिसा चाहिँ तपाईँको 100मा 95% चाहिँ तपाईँको भिसा दिन्छ रोमानियाको चाहिँ होइन। भिसा लाग्ने चान्स छ, 95% चाहिँ भिसा लाग्ने चान्स छ। हो त्यही भएर तपाईँहरू जति पनि दिल्ली एमबीसीमा इन्टरभ्यूमा जाँदै हुनुहुन्छ ढुक्क भएर जानु होला। अलिअलि बेसिक इङ्ग्लिस सिकेर जानु होला। मैले अघि नै भनिहाल्यो, फेरि एकचोटि दोहोऱ्याएर भन्छु। तपाईँको नाम सोध्छ, अनि तपाईँको उमेर सोध्छ, तपाईँ म्यारिड हो कि अनम्यारिड सोध्छ, अनि तपाईँ कुन कम्पनीमा जाँदैछ भनेर सोध्छ, अनि तपाईँको त्यो कम्पनीमा कति घन्टा ड्युटी हो, कति बेसिक स्यालेरी हो भनेर सोध्छ होइन। अनि तपाईँ म्यारिड हो भने फ्यामिली कतिवटा छ, बच्चा बच्ची कतिवटा छ भनेर सोध्न सक्ला होइन। त्यसको आफूले जवाब दिन सक्नु पर्यो। त्यही छ साथीहरू, साधारण नर्मल क्वेसनहरू सोध्छ क्या। अनि अरू सोध्ने भनेको तपाईँको पासपोर्टमा अरू कन्ट्रीको भिसा छ भने त्यसको बारेमा केही कुराहरू सोध्लान्। मलाई अस्ति पनि एकजनाले म्यासेज गरेर सोधिराख्नु भएको थियो, मेरो चाहिँ दुबईको भिसा छ, दुबईको बारेमा केही सोध्छ कि सोध्दैन, यदि सोध्यो भने के भन्ने, किनकि म चाहिँ अब रोमानियामा अर्को काममा जान लाग्छु, दुबईमा मैले अर्कै काममा गरेको छु, त्यस्तो अवस्थामा के हुन्छ भनेर चाहिँ मलाई सोधिराख्नु भएको थियो। त्यस्तो अवस्थामा तपाईँहरू केही हुँदैन साथीहरू। तपाईँले तपाईँको जस्तै अरू कन्ट्रीको भिसा भयो भने उनीहरूले त्यो कन्ट्रीमा गएर तिमी के काम गरेको भन्यो भने जुन आफूले काम गरेको त्यही भन्दा हुन्छ, केही फरक पर्दैन। अनि उनीहरूले त्यो कन्ट्री चाहिँ किन छोडेको भनेर सोध्यो भने त्यो कन्ट्री चाहिँ मेरो कन्ट्याक्ट सकियो, अनि त्यही भएर म त्यो कन्ट्री छोडेको, म नेपाल फर्केको भनिदियो, कुरै सकिने होइन। हो त्यही भएर धेरै कुरा सोच्ने कुरै होइन क्या। सिधै तपाईँ जुन आफूले त्यो कन्ट्रीमा काम गरेको त्यही काम भन्नु होला। किन त्यो ठाउँ छोडेको भन्यो भने मेरो चाहिँ कन्ट्याक्ट सकियो अनि म फर्केको भनिदियो, कुरै सक्यो। हो त्यति हो साथीहरू। अनि तपाईँहरूले अब सोध्न सक्ला फेरि रोमानियामा चाहिँ
गइसकेपछि त्यहाँ कति वर्ष बस्ने भन्ने कुराहरू सोध्ला हैन। कम्तीमा पनि तपाईहरुले यहाँ आइसकेपछि चाहिँ 4-5 वर्ष, कम्तीमा पनि 5 वर्ष चाहिँ बस्छु भन्ने कुराहरू गर्नुपर्छ हैन। अनि कतिपय साथीहरुले तिमी त्यहाँ गइसकेपछि रोमानियामै बस्छ कि रोमानियाबाट अन्य ठाउँ भाग्ने हो भन्ने कुराहरू पनि सोध्छ रे हैन। त्यस्तो अवस्थामा म भाग्दिन, रोमानियामै काम गर्ने हो भन्नु पर्यो हैन। अनि तिम्रो रोमानियामा कोही आफन्तहरू कोही छ कि छैन भनेर सोध्छ रे हैन। अब छ भने छ भन्नु पर्यो, छैन भने छैन भन्नु पर्यो हैन। हो त्यो सिधा क्लियर कुरा गर्ने क्या, ढाकछोप गरेर कुरा गरेर के काम हैन। हो त्यही भएर जुन आफूले गरेको काम त्यो भन्दिने, सोध्यो भने सोधेन भने चुप लाएर बस्ने। बरु आफू जान्ने पढेर फेरि त्यहाँ धेरै बोल्न थाल्यो भने झन् धेरै सोध्छ रे साथीहरू। त्यति कुरा चाहिँ ध्यान दिनु होला। बरु उहाँहरूले के क्वेसन गर्छ आफूलाई मजाले त्यो ध्यान दिने, जुन क्वेसन सोधेको त्यो फ्याट्टै जवाब दिने, त्यति मात्रै। जुन सोध्यो फ्याट्टै त्यो जवाब मात्रै दिने। आफूले घुमाइ फिराइ यो काम गरेको यस्तो गरेर धेरै बोल्न थाल्यो भने धेरै क्वेसन पनि सोध्न सक्छ। अनि उनीहरूले सोधेको क्वेसनको जवाब आफूले अब उनीहरूले बोलेको अब नबुझेर केही गरी अब मिस्टेक जवाब दियो भने त्यस्तो अवस्थामा तपाईहरुलाई नै गाह्रो हुन सक्छ हैन। त्यही भएर चुप लाएर बस्ने, टक्क लाएर बस्ने, बरु क्वेसनको ध्यान दिने हैन। अनि जुन क्वेसन गर्छ त्यसको फ्याट्टा एन्सर दिने, यति हो साथीहरु। त्यही छ। मेरो जति पनि साथीहरुले इन्टरभ्यु पास भएर रोमानिया आइसक्नु भएको छ, त्यो उहाँ साथीहरुले चाहिँ इन्टरभ्युमा ढुक्क भएर जानुस्। केही गाह्रो क्वेसनहरु सोध्दैन। त्यो धेरै सोध्ने र थोरै सोध्ने भनेको उनीहरूको मोडमा भर पर्छ। कुनैलाई त 1-2 वटा क्वेसन सोधेर कुनैको त नाम मात्रै सोधेर पनि भयो जाऊ भनिदिन्छ रे हैन। हो त्यो कुराहरू चाहिँ तपाईको उनीहरूको मोडमा भर पर्छ। धेरै क्वेसनहरु सोध्दैन अनि गाह्रो क्वेसनहरु सोध्दैन। त्यति हो साथीहरु। तपाईहरु जतिजना टेन्सनमा हुनुहुन्छ अरूको कुरा सुनेर हैन, अरूले चाहिँ यस्तो हुन्छ रे उस्तो हुन्छ रे, धेरै क्वेसन सोध्छ रे, गाह्रो क्वेसन सोध्छ रे, अनि रोमानियाको भिसा चाहिँ रिजेक्ट हुन्छ रे भनेर चाहिँ तपाईहरुलाई नाना थरी कुराहरू गरिरहेको छ भने चाहिँ त्यस्तो कुराहरूमा अलिकति ध्यान नदिनु होला। जति तपाईले उनीहरूको कुरामा ध्यान दियो त्यति आफ्नो टाउको दुख्ने काम मात्रै हो हैन। बरु उनीहरूले अब कुरा गरे पनि त्यो कुरालाई चाहिँ भाडमे ज्याउ भन्ने हैन, चुप लाएर बस्ने। जुन आफूले नभोगेसम्म कसैले थाहा हुन्न क्या। अरूले त यो मान्छे आत्तियोस्, यो मान्छेले चाहिँ अब रोमानिया जान लाग्छ। किनकि हाम्रो फेरि नेपाली समाजमा हैन, नेपाली समाजमा चाहिँ एक अर्का डाहा गर्ने, एक अर्का खुट्टा तान्ने, यो चाहिँ म भन्दा अलिकति माथि पुग्न लाग्यो, यसको चाहिँ खुट्टा तान्ने कसरी, त्यस्तोहरू धेरै सोच छ क्या हाम्रो नेपालीहरूमा चाहिँ। बरु साथीलाई यो चाहिँ अगाडि बढ्न लाग्छ, यसलाई चाहिँ कसरी हेल्प गर्ने भन्नेतिर लाग्दैन कि यसलाई चाहिँ कसरी टेन्सन दिने, कसरी खुट्टा तान्ने, कसरी चाहिँ टर्चर दिने, कसरी चाहिँ यसलाई फसाउन सक्ने हो। त्यस्तो छ हाम्रो समाजमा अहिलेसम्म पनि त्यस्तै छ साथीहरू। म यो क्षेत्रमा लाग्दै गर्दाखेरि मेरो पनि त खुट्टा तान्ने मान्छेहरू कति भइसक्यो। अब मेरै त हैन, अरूको कुरा त के गरौँ हैन। हो त्यही छ साथीहरू। अरूको कुरामा फिटिक्कै ध्यान नदिनु होला। मैले जे भने त्यो कुराहरू चाहिँ तपाईहरु सिकेर जानु होला। त्यति सिकेर गयो भने तपाईहरु ढुक्क पास हुन्छ, क्लियर हुनु होला साथीहरू। मलाई कति साथीहरूले भिडियोको कमेन्टहरुमा भनिराख्नु भएको छ तपाईको भिडियोले धेरै सपोर्ट भयो, धेरै हेल्प भयो, रोमानियाको इन्टरभ्यु पनि दिएर आयो, म पनि पास भयो, भिसा पनि लाग्यो मेरो भनेर हिजो अस्तिको भिडियोमा मात्रै कमेन्टहरु आछ। अनि उहाँहरूले मेरो भिडियो हेरेर केही न केही कुरा थाहा नभएको भए मलाई त्यस्तो कमेन्ट त आउँदैन नि त हैन साथीहरु। हो त्यही भएर बरु दिल्ली एम्बेसीमा जाने बेलामा चाहिँ अलिकति एकदम सिधा सोझो पाराले जाने हैन। अब यसो कुनै त अब छाती फुलाएर तिक्सा शिक्षा देखाएर त्यस्तो तरिकाले पनि जान्छ हैन। तर त्यस्तो अवस्थामा चाहिँ नजानु होला। एकदम साधारण सिम्पल तरिकाले चट्टा लाएर आफ्नो मजाको ड्रेसअप गरेर हैन, एकदम सिधा सोझो पाराले जानु होला। त्यही छ। अनि ट्याटु सेटु भएको साथीहरूले पनि ट्याटु भयो भने चाहिँ रिजेक्ट हुन्छ कि के हो भन्ने कुराहरू पनि सोधिराख्नु भएको छ। खासै तपाईको ट्याटुले चाहिँ असर चाहिँ गर्दैन। ट्याटु भयो भन्दैमा चाहिँ तपाईको रिजेक्ट गर्ने भन्ने हुँदैन। तैपनि तपाई अलिकति सचेत हुनु होला हैन। त्यो हाततिर छातीतिर कता ट्याटुहरू छ भने चाहिँ अलिकति त्यो दिनमा त्यो दिनको लागि मात्रै तपाई फुल लुगा लाएर जानु के हुन्छ त हैन। हो त्यही भएर चाहिँ त्यसको लागि पनि खासै ट्याटुको लागि पनि चिन्ता चाहिँ गर्नु पर्दैन, टेन्सन चाहिँ लिनु पर्दैन। तैपनि आफू सचेत हुनको लागि चाहिँ अलिकति धेरै नै ट्याटु हानेको हुन्छ नि त, कुनैले त हातभरि हाने हुन्छ हैन। त्यस्तो अवस्थामा चाहिँ तपाईहरु त्यो एक दिनको लागि भए पनि फुल लुगा लगाएर जाँदा हुन्छ। अनि
मैले अघि नै भनिहाल्यो अलिकति साधारण सिम्पल तरिकाले हैन एकदम जेन्टलम्यान तरिकाले टक्क लाएर जानु होला इन्टरभ्यु दिनु होला त्यही हो साथीहरु इन्टरभ्युमा जाने बेलामा अब तपाईहरुलाई त्यहाँ लाइन बस्नु पर्ने हुन्छ त्यस्तो अवस्थामा तपाईहरु एकदम साधारण तरिकाले लाइन बस्ने यता बोल्ने उता बोल्ने त्यहाँ हल्ला खल्ला गर्ने यता उता गर्ने त्यस्तो गर्नु हुँदैन टक्क लाएर आफ्नो ठाउँमा बस्ने आफ्नो पालो आएपछि टक्क जाने टक्क गइसकेपछि टक्क लाएर कान थापेर बस्ने के चाहिँ क्वेशन सोध्छ यसले भनेर फ्याट्टा लाएर जे क्वेशन सोध्छ फ्याट्टा जवाफ दिने अनि फ्याट्टा तपाईको भिसा लाग्छ त्यसपछि रोमनी आउने हैन ल साथीहरु यति नै हो है तपाईहरु ढुक्क हुनु होला अरूको कुरा नसुन्नु होला आजको भिडियो पनि के कस्तो लाग्यो यदि राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर जोडिनु होला अनि अझै पनि मनमा लागेको कुराहरु छ भने टक्क लाएर कमेन्ट गर्नु होला साथीहरु फेरि तपाईहरुको कमेन्टको आधारमा नै भिडियो आउने छ भन्दै आजको लागि छुटिन चाहन्छु पुरानै साथीहरु हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला नयाँ साथीहरु हुनुहुन्छ भने चाहिँ टक्क लाएर सब्स्क्राइब गरेर WL लामा फ्यामिली बनिदिनु होला साथीहरु यति भन्दै छुटिन चाहन्छु फेरि भेटौँला भोलिको भिडियोमा है त बाइ बाइ